फाइनल्ली मिडल इस्टको युद्ध रोकिएको छ है त साथीहरू। एकदमै खुसीको खबर छ। डोनाल्ड ट्रम्पले आज एउटा ट्विट गरेर चाहिँ युद्ध कम्प्लिटली रोकिएको, इरान र अमेरिकाको सहमति हुने अब फाइनल भइसकेको, स्ट्रेट अफ हर्मुज पनि आजबाट खोलिसकेको छ भने इरानमा रहेको आणविक हतियार बनाउने जुन एटम बम बनाउने चाहिँ युरेनियम अमेरिकाले लैजाने भनेर सम्पूर्ण सहमतिका कुराहरूमा चाहिँ कुरा मिलिसकेको जानकारी दिएका छन्। उनले एउटा महत्त्वपूर्ण ट्विट गर्दै ट्विटमा यसो भनेका छन्, जुन म नेपालीमा भन्दैछु। अमेरिकाले हाम्रो शक्तिशाली B2 बम वर्षक विमानहरूले सृजना गरेको सबै आणविक धुलो प्राप्त गर्नेछ। यसका लागि कुनै पनि रूपमा पैसा आदान प्रदान हुने छैन। यो सम्झौता कुनै पनि हालतमा लेबनानसँग सम्बन्धित छैन, तर अमेरिका अलग रूपमा लेबनानसँग काम गर्नेछ र हिजबुल्लाहको अवस्थालाई उचित तरिकाले सम्बोधन गर्नेछ। इजरायलले अब लेबनानमा बमबारी गर्ने छैन। उनीहरूलाई अमेरिकाले त्यस्तो गर्न निषेध गरेको छ। अब धेरै भयो। धन्यवाद राष्ट्रपति डोनाल्ड जुनियर ट्रम्प। र यो एकदमै खुसीको खबर हो। अब तपाईँ जति पनि हुनुहुन्थ्यो बाहिर जानुभएको, दुबईको अवस्था, युएको अवस्थालाई लिएर चाहिँ यहाँ केही तनावपूर्ण अवस्था देखियो कि भनेर धेरैजना बाहिर जानुभएको थियो, युए छोड्नु भएको थियो। सबैजनालाई वेलकम टु दुबई। सबैजना आउन सक्नुहुन्छ है त। पूर्ण रूपमा सुरक्षित छ। तपाईँको बितेको एक हप्तादेखि कुनै पनि किसिमको आक्रमण भएको थिएन। ड्रोन आक्रमण, मिसाइल आक्रमण, कुनै पनि किसिमको आक्रमण भएको थिएन। र आज त फाइनल्ली यति राम्रो गुड न्युज आएको छ। सबैजनाले भिडियो सेयर गरौँ। र अब बाहिर जानुभएको थियो, आत्तिनु भएको थियो, डराउनु भएको थियो, आफ्नो चलिरहेको व्यवसाय छोडेर जानुभएको थियो भने हबिबी कम टु दुबई र लगानी गर्ने बेला पनि हो है त। सबै कुराको मूल्य घटेको छ। व्यवसायको हिसाबको कुरा गर्नुहुन्छ भने तपाईँको कुनै पनि व्यवसाय तपाईँ किन्न आउनुहुन्छ भने हरेक किसिमका व्यवसायहरू तपाईँको कम्पनी दाइसँग एकदमै सस्तो मूल्यमा छन्। आउनुहोस्, रनिङ बिजनेसहरू किन्न सक्नुहुन्छ। रियल इस्टेटको प्राइस हेर्नुहुन्छ भने पुरै डाउन भएको छ। अब भोलिको दिनबाट यस्तो राम्रो बुम हुनेवाला छ। रियल इस्टेट खरिद गर्न चाहनुहुनेले पनि तपाईँलाई चाहिँ एकदमै राम्रो समय रहेको छ है त। सम्पर्क पनि गर्न सक्नुहुन्छ। र सबैजनालाई खुसीको खबर भएको हुनाले आज म त बहुतै खुसी छु। तपाईँहरू पनि खुसी हुनुहुन्छ भने यो भिडियो सेयर गर्नु होला है त। थ्याङ्क यू।